200-300 हालेर नानी बाबुहरूलाई चाहिँ तपाईँले यस्तो डिजाइन भएको रबरहरू चाहिँ बाहिरबाट किनेर ल्याइरहनु भएको हुन्छ र आफूले चाहिँ 5-10 हजार हालेर आफ्नो छोरीहरूलाई आफूहरूले गाउन सिलाउँदाखेरि कपडाको टुक्राहरू पनि छोडेर आइरहनु भएको हुन्छ हैन। जसरी पनि हामीलाई चाहिँ त्यो घाटा चाहिँ बढी नै रहेको हुन्छ। तर आफ्नो घरमा सानो नानी केटाकेटी हुनुहुन्छ र उनीहरूको लागि चाहिँ स्कुलको त अब मैले बनाउन सिकाएँ, सँगसँगै कहिलेकाहीँ घुम्न जाँदा पार्टी वेयरमा लगाउने सानो डिजाइनको रबरहरू पनि मैले सिकाउन जाँदैछु। आज चाहिँ तपाईँलाई म यो सिल्कको रबर ब्यान्ड बनाउन सिकाउँदैछु, जुन चाहिँ तपाईँले क्लिपमा एट्याच गर्नु पनि सक्नुहुन्छ। यदि तपाईँलाई क्लिप चाहिन्छ भने क्लिप पनि अर्डर गर्न सक्नुहुन्छ है त। र फर्स्टमा चाहिँ यसरी तपाईँले छेउछेउमा गोलो लगाएर त्यसलाई चाहिँ आगोले जलाउनु पर्ने हुन्छ। यो चाहिँ मैले एउटा कपको नाप गरेको छु 3 इन्चको। तपाईँले चाहिँ गिलासको नापको पनि बनाउनु भयो भने राम्रो नै देखिन्छ। र यो पेटल मैले 3 वटा बनाएको छु भने तपाईँले 5 वटा पेटलको पनि बनाउन सक्नुहुन्छ है। 5 वटाको चाहिँ अझै धेरै राम्रो देखिन्छ। तपाईँहरूले बनाउनु भयो भने चाहिँ 5 वटा पेटलको चाहिँ बनाउनु होला भनेर अनुरोध गर्दछु। अनि त्यसलाई पट्टाइसकेपछि चाहिँ यसरी छेउछेउमा सिलाउँदै जाने हो। यो चाहिँ हामीले एउटाको मात्रै होइन 3 वटाको सिलाएर जम्मा गर्नुपर्ने हुन्छ। यसले गर्दाखेरि हामीलाई एउटा दामी खालको पेटल चाहिँ रेडी हुन्छ। अनि तपाईँले चाहिँ यो चाहिँ 5 वटामै बनाउन पनि सक्नुहुन्छ है। हजुरहरूसँग घरमा टुक्रा टाकी कपडा छ भने गिलासले नापेर 5 वटा टुक्राको चाहिँ बनाएर कमेन्ट सेक्सनमा तपाईँले हाल्न सक्नुहुन्छ कस्तो बन्यो भनेर। त्यस्तै गरी हामी त्यो तिनटैलाई नै यसरी जोड दिएका छौँ र अब यसलाई हामीले एकै ठाउँमा डल्लो पार्नेछौँ टाइट गराएर है। छुट्टा छुट्टै गराएर पनि गराउन सक्नुहुन्छ पछि जोडेर। मैले चाहिँ एकैचोटि गराइदिएँ। ल हेर्नुहोस् 3टा पेटल यसरी जोड्दाखेरि एकदमै राम्रो क्युट देखियो। तपाईँहरूले 4 अथवा 5 अथवा 6 तपाईँलाई जति गराउन मन लाग्छ त्यति नै गराउन सक्नुहुन्छ है। त्यो चाहिँ तपाईँको हातमा छ, तपाईँले कतिवटा पेटलवाला बनाउनुहुन्छ भनेर। तपाईँहरूले चाहिँ सेम 3टाको भन्दा पनि 4 वटाको 5 वटाको पेटल चाहिँ बनाउनु होला। यहाँ हेर्नुहोस् त यतिकैमा पनि यो एकदमै क्युट देखिसकेको छ, एकदमै राम्रो पनि देखिसकेको छ। यसलाई तपाईँले क्लिपमा लगाएर जोड्न पनि सक्नुहुन्छ भने यसलाई तपाईँले रबर ब्यान्डमा नै एट्याच गर्न पनि सक्नुहुन्छ। यसबाट चाहिँ मैले 2टा खालको डिजाइन चाहिँ सिकाउँदैछु। एउटा चाहिँ मैले यो क्रोसेटको फ्लावर हालेर बिचमा मोती हालेर गराउने हैन। अनि अर्को चाहिँ सिधै मोती मात्रै हालेर पनि गराउने। यसमा चाहिँ तपाईँको हातमा हुन्छ। मोती सबै ठाउँमा मोती हुँदैन, कुनै ठाउँमा क्रोसेट हुँदैन। यसकारण चाहिँ तपाईँले चाहिँ अब जस्तो गराउनु मन लाग्छ त्यस्तै बनाउनु होला। अनि लास्टमा तपाईँले हेर्नुभयो भने लास्टमा चाहिँ मैले विदाउट क्रोसेटको चाहिँ बनाउँछु, त्यहाँ पनि तपाईँले हेर्नु होला है त। यो पनि एकदमै राम्रो नै देखिएको छ। अब हामीले एउटैबाट 2-3टा डिजाइन सिक्न पायो भने त्यो पनि त राम्रै भयो नि त। त्यही भएर चाहिँ मैले यो पनि देखाउँछु, त्यो पनि देखाउँछु, दुवैवटा डिजाइन देखाउँछु। यहाँनिर हेर्न सक्नुहुन्छ रेडमा रेडै राम्रो देखियो हैन। अनि यो चाहिँ सिल्कको चाहिँ तपाईँले 5 वटा अथवा 4 वटा राखेर गराउनु होला। मैले चाहिँ यो 3टा मात्रै डिजाइन बनाएँ। तपाईँहरूले चाहिँ अझै यसमा क्रिएटिभिटी देखाउन सक्नुहुन्छ। हेर्नुहोस् त एकदमै राम्रो देखिसकेको छ रेडमा रेड। अब यसको लागि हामीले लिफ बनाउनु पर्ने हुन्छ। लिफ चाहिँ तपाईँको 4 सेन्टिमिटरको यो सिल्कै कपडा हो। त्यसलाई चाहिँ तपाईँले भी सेपमा यसरी फोल्ड गरेर त्यसलाई अझै डबल गराएर यस्तो ट्रायङ्गुलर सेप आउँछ। तपाईँले ट्रायङ्गुलर सेप आइसकेपछि चाहिँ यसरी छेउछेउमा सिलाउनु पर्ने हुन्छ। सिलाएर भ्याएपछि मात्रै बढी भएको काट्नु होला अनि के अरे आगोले चाहिँ जलाउनु होला है। त्यसरी चाहिँ के हुन्छ भन्दाखेरि एकदमै सफा बन्ने गर्छ। अनि यो पात चाहिँ 4 इन्चको चाहिँ एकदमै राइट साइड छ, ठिक्कको साइज छ है। यहाँनिर हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले एकैचोटि गरेको छु कि त्यो पात छुट्टै बनाएर फुल छुट्टै बनाएर भनी जोड्न सकिन्छ है। मैले चाहिँ एकैचोटि बनाइदिएको छु। अलिकति कम्प्लिकेटेड देखेको छ तर टेन्सन लिनु पर्दैन। तपाईँहरूले पात छुट्टै गराउनुहोस् अनि फुल छुट्टै गराउनुहोस् अनि पछि त्यसलाई सिलाइदिनुहोस्। तपाईँहरूसँग गम छ भने गमले पनि चप्काइदिनुहोस्। त्यसमा केही कुराको टेन्सन चाहिँ लिनु पर्दैन। अब यहाँनिर हेर्नुहोस् है, मैले यो अलिकति भुवाहरू धेरै आइरहेको हुन्छ कि यस्तो खालको कपडामा चाहिँ। अनि मजाले जलाइदिएँ ताकि हाम्रो यहाँनिर सफा पनि देखियोस् अनि त्यसपछि भुवा धागो धागो उद्रे जस्तो पनि नदेखियोस् भनेर चाहिँ यसरी मैले गरेको छु। अनि यसलाई चाहिँ तपाईँले मजाले सिलाइदिनु होला। ल हेर्नुहोस् त एकदमै राम्रो देखिएको छ हैन। अब चाहिँ हामीले फेरि विदाउट के अरे क्रोसेट फ्लावर बनाउँदैछौँ। किनभने कतिजनाले चाहिँ क्रोसेट फ्लावर नहाल्दा पनि हुन्छ नि भन्नुहुन्छ क्या। अनि तपाईँहरूले मोती हाल्न सक्नुहुन्छ अथवा त्यो ठाउँमा फेरि अझै एउटा सानो यस्तै लिफ जस्तो बनाएर पनि हाल्न सक्नुहुन्छ। तपाईँले आफ्नो क्रिएटिभिटी त्यहाँनिर जे गर्दा पनि देखाउन सक्नुहुन्छ है। अब हामीले
मोतीमा मात्रै गराउँदाखेरि पनि निकै नै राम्रो देखिएको छ। क्रोसेट फ्लावर हाल्दाखेरि पनि एकदमै राम्रो देखिएको छ। र मुख्य कुरा चाहिँ बीचमा डडाल्न चाहिँ नबिर्सिनु होला है। एकदमै मजाले यसरी बनाऊ। यो चाहिँ क्लिपमा पनि एकदमै राम्रो देखिन्छ है। क्लिप चाहिँ एकदम पर्फेक्ट देखिन्छ, रबरमा पनि नराम्रो देखिन्न। तपाईँले यो बनाइसकेपछि क्लिपमा हाल्नुहुन्छ कि रबर ब्यान्डमा हाल्नुहुन्छ, जुनमा हाले पनि एकदमै राम्रो देखिन्छ। यसरी बनाउँदा पनि एकदमै क्युट देखियो। आजको यो भिडियो कस्तो लाग्यो लाइक शेयर कमेन्ट गर्नु होला है। बाई बाई।